नमस्कार, नयाँ सिरामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। नेपालमा सञ्चार क्षेत्रमा समावेशिताको उत्कृष्ट उदाहरण मन्त्री गुरुङ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण। विमानस्थलबाट 1 किलो सुन। पश्चिम भारतमा वर्षाका कारण कम्तीमा 18 जनाको मृत्यु। गाजामा इजरायली आक्रमणमा 30 जनाको मृत्यु। शिक्षा विधेयक असार 15 भित्र पारित गर्न दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित। प्रतिनिधि सभामा असार 6 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्न उत्तर। एमालेको नेतृत्वमा सामर्थ्यमा प्रश्न छैन, तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ। उपाध्यक्ष पौडेल। सबै विपक्षीलाई विश्वासमा लिएर शरण चलाउनु पर्छ। नारायण काजी श्रेष्ठ। विश्व बैंकबाट 20 अर्ब 79 करोड ऋण स्वीकार लगायत यी हुन् मन्त्री परिषद बैठक। जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभिष्ट हो। राष्ट्रपति पौडेल। सामान्य अङ्कले घट्यो नेप्से। 9 अर्ब बढीको शेयर कारोबार। अब पठाओ झन सस्तो। सेवर प्याक बिटा भर्सन सार्वजनिक अफिस र क्याम्पस जानेलाई विशेष छुट। शुभ विवाहमा सहकार्य गर्दै सुदर्शन र प्रदीप। धोका दियो तिमीले गीतमा केकीको अभिनय। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप 13औं दिन एमेच्योर राहुललाई एकल अग्रता। राप्ती प्रादेशिक अस्पताल 1 वर्षदेखि सिटी स्क्यान सेवा प्रभावित। पूर्व मन्त्री शास्त्रीको निधनमा काङ्ग्रेसले 3 दिन शोक मनाउने। भारतद्वारा नागरिकहरूलाई तेराइन छोड्न चेतावनी जारी। प्रिमियर लिगको आउँदो सिजनको पहिलो खेलमा लिभरपुल र ब्रनमाउथ खेल्ने। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।